नमस्कार। म आज महाभारतको दोस्रो पर्व सभा पर्व पढ्दैछु। सभा पर्वमा सभा तयार, राजसूय यज्ञ, जरासन्ध र शिशुपालको वध। पहिलो सुरुमा खाण्डव दग्ध गरी ती पाण्डवहरू बस्थे खुसीमा तहाँ। शिल्पैकार बहुत पूर्ण पनि जो दानवमयको जहाँ। खाण्डव दग्ध हुँदा श्री अर्जुनजीले रक्षा गरेको थियो। त्यो कारणमयलाई कृष्ण प्रभुले आज्ञा पनि बक्सियो। जलमा थलथलमा जलै भ्रम हुने पन्ना निलमले जडी। बिन्दु सर्गै ल्याई नौरतनले ठाम बुट्टा भरी। सुनका थाम दलिन हेर मैले कामदार तयार धरी। पाण्डवका निम्ति सभा बनि गयो आश्चर्य लाग्दो गरी। हेरी आँख नघाउने पनि तयार पारे उ बैठक भुइँ। सुरलोक बाहेक मृत्युलोकभरिमा थिएन काहीँ गई। धुमधामले त प्रवेश गरे मये गयो द्वारावतीमा हरि। पाल्नु भो एक दिन उसै भवनमा आनन्दमा परी। बस्थे श्री नृपति युधिष्ठिर तहाँ त्रिलोक घुम्दै फिरी। आई नारदले युधिष्ठिरसँगै बोले ती अमृतसरी। हे राजन म सभा सबै घुमी घुमी देवताहरूको अनि। देखे राजन धर्मवान अघिका लोकमा पनि। एक दिन श्री यमका पुगेम पुरीमा तिम्रा पिताले तसै। मैलाई समाचार भने उसगढी यो बात नबिर्सी कसै। संसार दिनु हवस मुने हजुरले राजसूय यज्ञ गरून्। मेरा निम्ति बढ्छु स्वर्ग तरफै पुत्रहरू पार तरुन्। भन्थे राजन सत्य बात पनि ऊ राजसूय यज्ञ गरी। नाउ कीर्ति चलाउ हेर तिमीले द्वार खोली स्वर्गै पुरी। त्यो यज्ञ सरी छैन सो गर तिमी केही जान्न साथमा मरी। यो बात सुनि बहुत युधिष्ठिरजीले दिल बुझी मन्जुर गरी। भेजे कृष्णजीलाई लिन दूत गो सल्लाह खातिर अनि। पाल्नु भइकन कृष्णले हुकुम भो यो यज्ञ गर्दा पनि। नाउ कीर्ति हुनेछ लौ तर यहाँ निर्विघ्न काम होस् भनी। यत्नै बान हुनुपर्छ यो सुनिली बोले युधिष्ठिर अनि। मेरो ताप्रभुदेखि बाहेक अरू सल्लाह लिने पनि। कोही छैनन् जगमा मलाई हितको उपदेश दिने भनी। यस्तो नम्रित बात युधिष्ठिरजीको करजोरी बिन्ती सुनि। आज्ञा भो प्रभु कृष्णले नृप सबै चाहिन्छ यागमा पनि। हे राजन पहिले गएर पटना कैदी जरासन्धको। राजालाई छुटाउ हुन्छ सुफलै राजसूय निर्विघ्नको। मेरो मानिस सम्झी विघ्न गरला त्यो दुष्टले यज्ञको। मित्यारी पनि कंसको सँग हुँदा मार्दा अघि कंसको। साह्रै रिस गरेर आई मथुरा मार्छु मलाई भनी। धेरै बार लड्यो छली बचे खुबै गरी क्रोध अनि। खोदी फेर मथुरा म फ्याँक्दछु भनी लियो प्रतिज्ञा पनि। सागरका बीच द्वारिका गई बसे भन्ने बातै सुनि। तहाँ सम्मति दे युधिष्ठिरजीले मार्नै जरासन्ध शेर। हिँडे अर्जुन भीम कृष्ण पटना प्रख्यात मगध देश धेर। राजा खुब बलि मुलुकका जितेर राजाहरू। राखेको कैदी समान बल कति उसको त वर्णन गरू। भीमसेन अर्जुन कृष्ण पुगी पहिले ब्राह्मण स्वरूप पहिले। ढोका छोइले छोड्दी चोर झैँ तिनीहरू पर्खाल फोरी गई।
धेरै बात गरे जरासुतसँगै सत्कार पहिले भई कैदी राजन छोड हैन गरी लौ हाम्रो वचन हितली बोले बात तब यो जरासुत सुनि चान्चु नहुन्थे कहाँ मानेनन् जब बात तिनीहरू अनि आफ्नो स्वरूप लि वहाँ हाँक दिए भीममल्ल युद्ध गर नै मैदानमा क्रोधली आए ताही तिनी जरासुत पनि भीमसेन सामने भई जो वीरले अघिता लडाईँहरूमा सामने कसैका पनि हारेको त थिएन जुन सकसले बस्थ्यो कहाँ स्वर सुनि मत्ता हात्ती झैँ दुवै भिडी जमिन काप्यो तिनीले धसी पहिले ता बुझिले उ भाइ सबले धर्मै महाता बसी एकाको सँग एकले लड्दथे भीमसेन जरासन्धले मल्लै युद्ध गरे लडी लडी तहाँ अस्थायी श्री सूर्यले हुन्थ्यो बन्द लडाई यही रीतले दिन 14 बिति गयो नाकदम्बो भीमको जरासुत पनि सुस्ताई बलकम भयो थाक्यो यो भनी किर्णको त इसरा एक तीर्ण हातमा लि चिरे फेर भीमले उठाई बलले पक्रेर गोडा दुई कप्ट्याएर सरी धुई फ्याक शिर तक पारेर टाङ्गै चिरी मारे त्यो छलले नै तब भने मर्दैन थियो केही गरी चिल्लायो मरने बखत भीम पनि गर्जे दुवै स्वर मिली आकाश पृथ्वी पताल ढाकी उसले गर्वै खसी गो गली मारे शत्रु जसै श्री कृष्ण प्रभुले छोरा उसैको तहाँ गद्दी त्यो सहदेवलाई दी तिलक कैदी फुकाए वहाँ राजा हेरु छुटाइयो हुकुम भो युधिष्ठिरैको पनि राजसूय यज्ञ महा गई तिमी सबै हाजिर हुनु भनी मान्छौ बिन्ती गरे ती राजनहरू आज्ञा शिरोपर धरी पटनाका सहदेव राजन पनि तहाँ अधीनै गरी भीमसेन अर्जुन कृष्णजी अनि फिरे फेरि इन्द्रप्रस्थै पुरी आनन्दैसँग 3-4 दिन वहाँ श्री कृष्ण विश्राम गरी पाल्नु भो प्रभु द्वारिकापुरीमा पाण्डवहरूले तहाँ राजसूय तयारीका निमित्तमा कम्मर कसे काममा अर्जुनले उत्तर देश विजय गरेको जम्बा पाण्डव सब थिए श्री अर्जुन बोले युधिष्ठिरसँगै श्रेष्ठ अस्त्र छ खुब तयार फौजै हुकुम दिनुहोस् म गई जान्छु बेस अभिजित मुहुर्त तिथिमा जित्छु म उत्तर दिशी ल्याउँछु धन खुब छ उत्तर महाराजाहरूको पिसी यस्तो बिन्ती सिनी युधिष्ठिरजीले उत्साह आफू बनी ब्राह्मण स्वस्ति पढ्न हिँड्नु तिमीले हुकुम भयो लौ भनी ब्राह्मण स्वस्ति पढे अनि ती अर्जुन हिँड्दा भए उत्तर पहिले पार्थ पुलिन्द देश बस गरी आगे बढे खुरखुर सुमण्डल अनि कालकूट निरपति आनर्त देशको जिती ती राजा सबसँग लिएर कर फेर अर्जुन बढे खुप्पिटी साकल दीपहरू आदि 7 दीपमा पुग्नु भयो अर्जुन त्यो देशका 2 प्रतिबिन्दे आदि वीर नै ठुला थिए राजन तिनलाई पनि खुब लडेर अर्जुन बस परि साथै लिए प्राग ज्योतिष असाम कामहरू पुगे भगदत्त राजा थिए 8 दिन तक अर्जुनसँग रण गरे आश्चर्य पार्दै कति ठुला वीर पराक्रमी हुन कति हार्दैन हार्ने रति बोले आखिर इन्द्रको तिमी कुमार मेरा उमित हुन अब सङ्ग्रामदेखि म खुस भए कुन कुरा भन्छौ कहे ती तब
विस्तार अर्जुनले गरे अनि पछि खुस भइदिए कर जब हिँडी ती उपगिरी आदि पर्वत देशको जिते फेर सब उलुको देश निवासी राजन सुनि संग्राम गरे खुब लडी सिरिबिरी अन्तक नै पनि किरीटीले आखिर जिते बाणझडी धेरै रत्न दिए अनि निरपतिले यिनको लि साथ पनि सेना बिन्दु ठुला गई निरपतिको अर्जुन गरे बस अनि मोदापुर सुदाम संसकुल तहाँ उलुक देशीहरू राजा साथ बुलाई पञ्चगण देश जिते ती खुरु खुरु सेना बिन्दुहरू गरे अधीनमा देवस्थान नगरको गई ती राजा सबको जितेर ती हिँडे लिएर सब सँग भई पूर्व सिद्धिराजसँग अनि चढे फेर विश्व गस्सोसँगै संग्राममा लडी बस तुल्याई पुरमा अर्जुन गए फेर दङ्गै बाटोका अनि चोर डाकुहरूको बस पारी खुवाए शपथ मार्दैनौ भनी छोडिदिए जौनले गर्थ्यो नमानी सखत मार्दी त्यो पनि दुष्टलाई उसकै जुन्याउँथे चोकमा दूर पारी बस चोर गरी अनि हिँडे बस्थे ती फेरि कहाँ काश्मीरमा पुगे वीर क्षत्रिय ठुला लोहित आदिहरू 10 मण्डल निरपको जिते भनी सुने तिरिगर्त राजाहरू आई फेर शरणै चले किरीटिता पहुँचे अभिसारिका थियो सुन्दर त्यो पुरी तौर गाबसी थिए खुब निका रोचा मानव सथामका निरपजिती फेर सिंहपुरमा चढी तहाँ अर्जुनले अघोरसित लडी बस पारी जिते गढी वहाँदेखि बढेर कुछ अनि चोल कम्बोज दरद देशभरि झण्डा गाडी सान दिशातिर बढे भेजेर चोरेमपुरी डाकालाई निभाई खुस गरी पर्दा ऋषिक देशका बडा राजाका सँगमा लडी बस गरे संग्राम भयो खुब कडा शब्दै बेग मयूर सरी हयदिए यसका पछि हिमवत निस्कुट पर्वतमा जितेर अर्जुन पहुँचे ती श्वेत पर्वत विश्राम ताई गरेर फेर अनि बढे देख्दैमा खुब रुखा किम पुरुष द्रुमका कुमार लडी जिते त्यो देश हो घोरमुखा भाइ यो बुझ देश छ उत्तर तराफ रुसदेखि पारीमा हाम्रा उन्तीमा त वीर पुगथे त्यो देश छ अहिले कहाँ कर्ली हाटक देशमा अनि पुगे गुइएका हुन् देश धनी जिती मान सरोवर अनि चढे खे ऋषि धेर मुनि सूर्य झैँ तपले थिए गरी प्रकाश नाना रकमका गुनी दर्शन श्री ऋषि राजको गरी हिँडे उपदेश कथा धेर सुनी श्री गन्धर्वपुरी जिते मणि बहुत कर ली घोडाहरू आगे फेर हरिवर्षमा चढी पुगे बीचका जिती राजहरू द्वारपालाई गए उसै सहरमा इच्छा छ के काम गरौँ भन्नुहोस् मानिस जान्नुहुन्न यसमा जो काम छ गर्छु बरु फिर्दैनन् गई मानसहित यसमा देख्दैन कोही चिजहरू सुनि अर्जुन दिनुहोस् कर कहे बेकामा आगे सरू स्वीकार होस् निरपति युधिष्ठिरजीको साम्राज्य यज्ञै चरु फिर्छु यो पुरीदेखि नाग्दिन नियम अहिले बढी फेर अरू यस्तो बात सुनि दिव्य वस्त्र गहना नवरत्न धेरै दिए उत्तर देश सब राज जितेर अर्जुन अनगिन्ती दौलत लिए पुरुष सिंह किरीटीले सप्रकार बस पारी राजाहरू चोर डाँको अदमी निमोठी दुनिया आनन्द पारे अरू फिरे फेर तिनी इन्द्रप्रस्थपुरीमा ढोगी युधिष्ठिरमा
यज्ञमा अर्पण गरे उदौलत खुसी तुल्याए ताहाँ। भीमसेनले पूर्व दिशा दिग्विजय गरेको हिँडे अर्जुन जुन दिन उही दिन श्री भीमसेन पनि जसै गए पूर्वै दिशा फौज खुबली जितन तसै पुगे पहिले पाञ्चाला बस पनि गरे युगति गरी दशावण गरे फेर गण्डक निरपतिहरू भिडे अघि सरी दशावणका राजा खुब लडी सुधरमा बस परे बुझी बलवान भीमले तिनीकन्त सेनापति गरे अनि पृथ्वी कम्पै गरी बढी पूर्वमा दल गयो श्री रोचमान मेधाधिपति कन जिते रण खुब भयो अनि दक्षिण फेरि चलिकन सुमित्रा र सुकुमार पुलिन्दै राजाको विजय गरी हिँडेर लिएर कर पुगे चन्देरी देश सुनि निरप शिशुपाल लिन गए मिले आदर भाव खुप गरी कुशल सोधिती खुसी भए अनि कारण पुछे गमन भीमसेनले सब कहे लगे घरमा खुस भई भीमसेनजी तेरै दिन रहे अनि राजसु यज्ञ कबुल गरी कर दौलत दिए तहाँदेखि कुमार चलिकन ती फेर कोशल लिए अयोध्यामा आयो फौज नि हिँडिकन तहाँ श्रीमान दीर्घ यज्ञ निरपवश सुगमले गरी वहाँ अनि उत्तर कौशल मुलुक गई जितेर भीमसिन जलोद भव हिमालको बस गरी हिँडे देशहरू अधीन सुक्तिमान पर्वतको विजय गरी काशीपुरी गए सुबाहु राजा रण विमुख नहुने वीर खुप थिए तथापि बस तिनको गरिकन सुपार्श्व समीपमा बसेका क्रथ नामी वीर जति हिँडे और भूमिमा मलदमास्यै फेरि अनन्द अब ए देश पनि अरू पशुभूमि पर्वत बस गरी हिँडे राजनहरू निषाद वश्चै भूमि अधीन गरी मल्लै पनि थिची श्री समर्क बमर्क फेर निरपवश गरे भीमसिन खिची तहाँदेखि हिँडे जनक वंशी जगतपति जिती विदेहका राजा बस गरी शङ्कै पर्वतपति चढे इन्द्रै पर्वत समीप जिती किरातहरूको परमुत्तै मुम्यै देश बस गरी चले फेर विजयको मगधमा पुगी ती जिती पनि लिए दण्ड निरपको भसै पारे करली गिरिवज्र जरासन्ध सुतको तिनै फेर दण्डै नधार निरपतिहरू भीमसेनसँग अलि चढाई कणैसँग तिनी गरी लडे खुब दिल दे अघोर संग्राम त्यो लडी लडी त आखिर बीचमा जिते भीमसेनजीले करली ऊ देखे सब तहाँ अरू बस्ने राजा पर्वतमा युद्ध नगरी ती आए भीमसेनका उही गढी शरणमा पनि परी गए फेर मोदगिरी निरपति बलवानसँग करली जिते पुण्डुक देशका निरपति वसुदेवका सँगै अनि बङ्गै देशका अरू बस गरी भीमसेन जिते समुद्रैका म्लेच्छे द्वीपहरू निवासिकन पिटे यी म्लेच्छे भाइ हो पित मुख र लाल लाल मुख हुने जापान अमेरिकादि हुन कि भनी लाग्ने मन गुने फिरे सारा पूर्वै विजय गरी भीमसेन पनि वहाँ समुद्रै पार टापु बस गरी सबै मुलुकमा ती राजा सारासँग रतन धन वस्त्रै मणि अनेक अगर चन्दन मोती मृग चरमा ल्याए कर लेख दिए युधिष्ठिरको चरण परी सारा धन वहाँ मिली आशीर्वाद फेर खुस भई बसे भीमसेन तहाँ सहदेवले दक्षिण दिशा विजय गरेको हुकुमले सहदेवले निरपै युधिष्ठिरैसँग नि
हिँडे चतुरङ्गिनी फौज साथ दक्षिण पनि। ती मत्स्य सुरसेन पुगे खुब लडे ती पहिले तसै। जितेर तिनलाई ताकरली बढे फेर जसै। जौन निरपति थिए अधीन दन्तवक्त्रै कहाँ। तिनै कन जिति गरे निरपतिहरू सब बसमा। सुमुनि सुकुमार अनि निरप पटचरादि सबै। ती राजन मुलुक जिते कर्ली अधीनमा तबै। निषादको निवास गरेर सहदेव गोश्रृङ्ग पर्वत लिए। श्रेणीमा निरपको पनि बस गरी आगे बढी फेर गए। कुन्ती भोज पुगी लिएर करती नरराष्ट्र फेरि जिते। चर्मन नैवतिका पुगी तट अनि जम्बक कुमारको पिटे। तिनीसँग करली दक्षिण बढे सेक फेर पर्सेक हरी। जिते नै तिनी नर्मदातिर महा पुगे अवन्तीपुरी। तहाँका अनुबिन्द बिन्द निरपको बस पारी रत्नै लिए। भोजकटमा पुगी फेर पर्यो रण अघोर भीष्मक ठुला वीर थिए। 2 दिन लडी बस तुल्याई तिनको भेडु तटैको हनी। कान्तारा नाटक पूर्व कौशल मरुद जितेर देशको पनि। अर्बुद नाचिन फेरि जङ्गली अरू राजा जिते करभारी। दक्षिणमा चली पाण्डेको बस गरे एक दिन सङ्ग्राम गरी। किस्किन्दा पुगी फेर बानरहरू श्रीमैन्द दिविदसँगै। 8 दिन तक रण खुप पर्यो अति ठुलो सङ्ग्राम लडे रङरङै। यज्ञ आखिरमा युधिष्ठिरजीको विघ्नै गरौँ के भनी। सङ्ग्राम बन्द गरेर रत्न दौलत खुसले दिए कर पनि। फेरि ती सहदेव गएर अनि फेर माहिष्मतीमा चढी। तहाँका महाराज नीलसँग खुब सङ्ग्राम भयो घोर लडी। सेना धेर सखाप भएर सहदेव प्राणान्त शङ्का भए। कारण त्यो बुढोमा त अग्नि भगवान नीलको सहाय थिए। अग्नि चौवर निश्चय ती सहदेव गर्नै सकेनन् कुनै। यज्ञ काम किन अग्नि विघ्न गर्छन् भन्थे ती दिगदार मनै। हे भाइ सुन नीलको बस हुनु श्री अग्निको काम पनि। नीलकी पुत्री थिइन् मनोहर अति लोभले भए बस बनी। यज्ञमा तिनले नफुकी नरमै ओठले कदापि तहाँ। पङ्खादि कुनै चलाई अग्नि बल्दैनथे जोरमा। यो देखि तिनी रम्रीसँग अग्निको मुन्सा सबैले बुझे। खोजे ब्राह्मण रूपली भोग्न एक दिन धर्मै अनुसार नील जुझे। पर्जोल्ली त अति घोर कुरूपली अग्नि उठे डर परी। ढोगी नियमकै अनुसार नीलले कन्या दिए खुस गरी। त्यस दिनदेखि त अग्निले नगरियो रक्षा ती गर्छन् हरि। रही जो जान्दैन यी बात जाई लडने भस्मै ती हुन्छन् उही। देखि चारतर्फ अग्नि सहदेव आचमन गरी थिर रहे। हे देवता मुख अग्नि विघ्न किन यो भन्दै ती ढोग्दी कहे। तुष्टि पुष्टि र बल दिनोस् हजुरले देवता महाका ठुलो। विघ्नै गर्नु नहोस् यज्ञ मुख भई हे नाथ सबैको चुलो। यो बिन्ती सुनि अग्निले खुस भई नीलको बुझाइ जसै। करदाता गरिदिनु भयो अग्निको ढोगी हिँडे फेर तसै। जिती हेर सुराष्ट्र देश सहदेव रुक्मै र भीष्मक कहाँ। भेजे दूत र किहण बल पीर्ति बुझी राजी भए ती वहाँ। सुरपारक अनि फेर दण्डक भए ताला कटेको तब। सागरका दीपवासी म्लेच्छेहरू ती पारे अधीनमा सब। निषाद फेर परुषाद कोण पराव प्रबाण कालमुख यो तापनि। मानिस राक्षसदेखि उत्पन्न भयो जिते तिनको अनि। रामक पर्वत कल्लो गिरी जब नै ताम्राव्यै दीप तब। हारभी तलबान एक पाद पुरुष देश जिते तिमी नील सब। कर्ली आएर कच्छ देश सहदेव विभीषणै सङ्गमा।
भेजे करलिन वीरदूत तिनीले मन्जुर गरे बात उहाँ पिर्तीले बहुमूल्य वस्त्र मोडिदेर अग्रु सुवास चन्दन दि फेर दूतको विदा पनि गरे राम्रो विभीषण हे भाइ कलियो छुने बखत अहिले नसक्ने कुरा गर्थे कामवीर भारती अति ठुला थियौ विदेशका जुरा अहिले भारती कम भयो कर्म त्याग्दिन फिर्छौला सुरा विधर्मी हुनु कुम्भी पाक पर्छ त्यो धर्मै आफ्नो पुरा विश्वास आफ्नो धर्म छोड्छ सबले थुक्छन् महादुर्दुर त्यो लालची परि नर्कर हुन्छ बुझ है जीवन छ क्षण भङ्गुर फिरे फेर सहदेव लिए कर जाउन पहिले निरपै सङ्कही करको नियम सब खिलाई चल्थे पारेर खुसी सही ल्याई सब धन चिज युधिष्ठिर चरण ढोगेर अर्पण गरे आशीर्वाद दिनुभयो खुसी भएपछि आनन्द मग्नै परे नकुलले पश्चिम दिशा दिग्विजय गर्न गएको लिएर फौज अनि फेर नकुल हिँडे पश्चिम दिशातर्फ गई सब शत्रु गिँडे पहिले तिरोहितक देश पुगेर खण्ड मत्तै मयूर बिरादी जितेर झण्ड पर्वत महोत मरुभूमि गएर फेरि सौरी सकै निर्प जिते नगरेर देरी आगे गएर अनि राजा ऋषित एक आक्रोश भूपति लडे गरी खुब उदेक तिनलाई फेर जिति लिएर दशाण देश राजा जिते नकुलले सब पक्री केश आगे गई शिवी त्रिगर्त मुलुक ज्यादी अम्बष्ट पञ्च करवट जिति मालवादी मध्यम किए अनि कटबदान देश जिद्दा भए धिजकनै तही पारी शेष पुष्कर निवासी बनका बस पारी राजा उत्सव केतगण फेर जिते धिराज आगे समुद्र तटका अनि ग्रामणीय अभिर गणहरू जिती बस पारी लिए पहाडी फेर निर्प जिते गण फोरी लिए पाञ्चाल देश अमर पर्वत बस गराए फेर हिँडे उत्तरती ज्योतिष देश घेरी कटपुर जिते नकुलले नगरेर देरी द्वारपाल रामठ र हारहुँड जितिएर बस पारी पश्चिम बढे तिनकुल फेर द्वारकामा दूत पठाई मिले ती चुप स्वीकार गरी नकुल जित्य सुनि खुसी खुप मामा श्री शल्यसँग फेरि पुगे नकुल गर्दा भए तिनी पनि जितका कबुल पश्चिम समुद्र गई फेर यवनै तम्लेछ फ्लमर बर्बर किरात जिते ती दक्ष गाडेर धेर मुलुकमा पनि का आफ्नो खम्बा बस पारी धन लिई फिरे तिनी धेर जम्बा बोकाइली 10,000 खचरा त मस्त ल्याए ती रत्न दौलत कुप इन्द्र प्रस्थ अर्पण गरे निर्प युधिष्ठिरलाई ताहाँ ढोगी बसे खुसी तुल्याएर यज्ञमा सारा देश गएर दूर दूरमा राजाहरूको जिती बसमा पारी लिएर दौलत करै ल्याए अधीन भूपति झण्डा गाडी फिरे जसै मुलुकमा नाम भो बहुतै गरी कुबेरको सरी आई दौलत तहाँ भइगयो खजाना भरी राजसुयज्ञ तयारी भो धुमसँगै निम्ता सबै राजमहा दिए पाल्नुभयो श्री कृष्ण प्रभुजी ऋषि मुनि फेर वहाँ हस्तिनापुरबाट खुब सजी धजी धृतराष्ट्र राजा जहाँ आए कौरव भीष्मजी कृप विदुर श्री द्रोणाचार्य वहाँ पुगे एक दिन अघि निर्प सबै तिनलाई ख्यातिर गरी राम्रो काल विचारी यज्ञ सुरु भो चारतर्फ वरिपरि खम्बा तोरण फूल सुगन्धि सजियो वेद पाठी नाना थरी वेदीका चौर ब्राह्मण बसे शोभायमानै गरी सम्पे काम तै युधिष्ठिरजीले एक एक काम सब लिए धनवानले जति काम नराखी रति सुख दुर्योधनैको दिए खाँचो होस् भनी गाव राखी मनमा दिन्थे त धन खुब गरी बढ्थ्यो जन प्रभुको अपार छ महिमा को जान्न सक्छन् परी भीष्मैकासँग बिन्ती नै गर्नुभयो राजा युधिष्ठिर हनी आज्ञा होस् पहिले पूजु म कसका श्री भीष्मले यो सुनि
भन्नुभयो सुन बाबु यो समयमा श्रीकृष्णको तिमीले पहिले तिलक गर्नु श्रेष्ठ अहिले देख्छु म ता दिलले। यस्तो सम्मति भीष्मको सुनि तहाँ राजा युधिष्ठिरले पूजा कृष्णजीको गरे खुसी भई देखि शिशुपालले। बिग्री भीष्म युधिष्ठिरै मूर्ख हुन् भन्दै तहाँ गाली दि निन्दा धेर प्रभु कृष्णका पनि गर्यो अत्यन्त क्रोधै चढी। छोड्नु भो प्रभुले सुदर्शन तहाँ चक्रै गई बेगले काट्यो शिर शिशुपालको पृथ्वीमा गिर्दो भयो जोडले। आई तेज मिल्यो अहो प्रभुसँगै मुक्ति भयो गालीले। भक्तैको धन बढ नै कति भनी हेरे सबै छक्कले। ढोगे चुप सबै उयोग्य हुन गो सम्पूर्ण राम्रो पनि भरपुर ब्राह्मण दौलतै मिली खुसी शिर पाऊ राजा पनि। पाई घर घरमा फिरेको छ दिनै कौरव बसेती वहाँ दानवको रचना सभा भवन जो आश्चर्य देखे तहाँ।